हेलो गाइज, आज चाहिँ फाइनल्ली मेरो 1 महिनाको स्यालेरी आइसकेको छ। यो चाहिँ मेरो स्यालेरी मात्र होइन, 1 वर्षसम्म कम्पनीमा गरेको दुःखको, कम्पनीले दिएको बोनस पनि मैले एड गरेर हजुरहरूलाई यति दिँदो रहेछ बोनस, यति चाहिँ कमाइ हुँदो रहेछ भन्ने चाहिँ यो भिडियोमा एक्सप्लेन गर्दैछु। युरोप गएर युरो कमाएको छ, ठुलो भयो, पैसा देखायो चाहिँ नभन्नु होला। मैले चाहिँ भिडियो बनाएर हजुरहरूलाई एक्सप्लेन गर्दैछु ताकि आउने दिनहरूमा पनि हजुरहरूलाई युरोप आउन अझै सहज होस्। तपाईहरु जुन कुनै ठाउँमा हुनुहुन्छ, आफू हो जहाँ छौँ त्यही खुसी हुने हो। जहाँ हुनुहुन्छ त्यही मजाले दुःख गर्नुहोस्, दुःख पछिको सुख यसरी पैसाले नै साट्ने हो। तपाईहरु पनि म पनि सबैले दुःख गर्न चाहिँ नछोड्नु। जुन कुनै विश्वको जुन कुनै कुनामा हुनुहुन्छ, तपाईले दुःख गर्न चाहिँ कदापि नछोड्नुहोस्। दुःख मजाले गर्नुहोस्। दुःख पछिको सुख चाहिँ यसरी पैसाले नै साट्ने हो। युरोप गयो, युरो देखायो, ठुलो भयो भनेर चाहिँ कति नसोच्नु होला। मेरो चाहिँ यो फुल भिडियो हेर्नु होला ताकि आउने दिनहरूमा पनि म अझै भिडियो बनाएर हाल्ने एउटा हौसला मिलोस्। यो चाहिँ मेरो 1 महिनाको स्यालेरी अनि 1 वर्षसम्म काम गरेको कम्पनीले बोनस दिएको कति हुँदो रहेछ भन्ने हजुरहरूलाई म यो भिडियो मार्फत एक्सप्लेन गर्दैछु। सो यो चाहिँ मेरो 1 महिनाको एकदमै दुःख हो। 1 महिनासम्मको यो चाहिँ मेरो पसिना हो। 1 महिनासम्म दुःख गरेँ, 1 महिनासम्म मैले पसिना बगाएको चाहिँ यो चाहिँ मेहनत हो। मेहनत चाहिँ यसरी आजै पैसाले यसरी चाहिँ खुसी बाँड्दैछु। त्यही भएर तपाईले एकदम आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु अनि आफ्नो ड्युटीलाई पनि एकदम ख्याल गर्नु। जुन कुनै ठाउँमा हुनुहुन्छ मेहनत गर्न चाहिँ नछोड्नुहोस्। मेहनत गरे चाहिँ यसरी युरोप, अस्ट्रेलिया, गल्फ जहाँसुकै हुनुहुन्छ तपाईँ, पैसाले नै यसरी खुसी साट्ने हो। सो पैसा आउँदा चाहिँ खुसी लाग्छ, काम गर्न मात्र हो दुखी लाउने भनेको। ल ढिला नगरिकन चाहिँ म चाहिँ एक्सप्लेन गर्दैछु हजुरहरूलाई ताकि मेरो फुल भिडियो वाच गर्नु होला। तर लाइक, कमेन्ट अनि सेयर पनि गर्नु होला। देखायो चाहिँ कति नभनिदिनु होला। म चाहिँ एक्सप्लेन गर्न खोजेको हजुरहरूलाई ताकि आउने दिनहरूमा हजुरहरूलाई पनि युरोप आउन सहज होस् भन्ने कुरालाई है त। 100, 200, 300, 400, 500, 600, 700, 800, 9, 10, 11, 12, 13, 14, 15, 16, 16.5, 20, 40, 60, 80, 85, 1685 भनेपछि यो चाहिँ मेरो 1 महिनाको तलब अनि बोनस हो। यो चाहिँ तपाईले कस्तो छ भने अब यो सबै बस्ने कुरो हुन्न। अब खानामा खर्च हुन्छ, अब रुम रेन्ट भयो, ट्याक्स, भ्याट, अब नाना थरी युरोपमा के हुन्छ, इन्सुरेन्स के सबै तिर्नुपर्छ। त्यही हो, सोच्नुहोस् न नर्मल्ली त्यही हो। सोचे जस्तो चाहिँ कमाइ अब त्यति चाहिँ छैन। यसमा अब खानु पर्यो, घुम्नु पर्यो अनि तपाईको रुम रेन्ट भयो अनि धेरै खर्च हुन्छ। अब खाने कति खर्च हुन्छ, आउने जाने अब बसमा गर्नुपर्छ, कुनै साइकल कसैको साइकल होला, साइकल बिग्रे साइकल बनाउनु पर्यो, त्यस्तोहरू खर्च हुन्छ। ठ्याक्कै यति बच्चा चाहिँ कति बच्छ भन्ने कुरा चाहिँ तपाईलाई मैले एक्सप्लेन गर्न खोज्दा कति बच्छ भने आफूमा भर पर्ने कुरा हो। ठ्याक्कै यति बच्चा चाहिँ मैले भन्दिनँ, किनभने त्यही हो, कसैले 1 लाख बचाउँछ भने कसैले 1 लाखभन्दा कमै हुन्छ, कसैको 1 लाखभन्दा माथि हुन्छ। त्यही हो, भिडियो राम्रो लागे चाहिँ लाइक, कमेन्ट अनि सेयर गर्नु होला ताकि आउने दिनहरूमा पनि मलाई अझै राम्रो भिडियो बनाएर हाल्ने फेसबुक मार्फत हौसला मिलोस्। थ्याङ्क यू।